तरुण तपसी कवि शिरोमणि लेखनाथ पौडेल एकोनविंशति विश्राम कवि तुल्य बनी गरे खुला तपसीले जुन काव्यको कला मनले सब त्यागमे पनि फिर बोले मुसुकाउँदै मुनि अघि देख्न साथै मकन सहसा भक्ति रसले भिजी श्रद्धा राखी कर युगल जोडेर खुसीले मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसित सबै छाती खोली कविवर बताए तिमीसित रहेछु कस्तो वा कुन किसिमको यो म तपसी सहेछु भोगेछु कति कुरा आशा नकसी बुझे होला मेरो कठिन सब त्यो जीवन गति भए केही बाँकी बुझन सुन फेरि अलिकति म मात्रै के मेरा अगाडि त सबै बान्धव जति तपस्या यही गर्छन् सहिकनै नै कष्ट फतिजी धरित्रीमा यस्ता विविध नभए धीर तपसी खरानी भई उड्थ्यो भुवन अथवा केवल मसी भएथ्यो यो पहिले जुन बखत भूगोल रचना बसेका हुन् बस्ती उस बखता हाम्रा सब घना भनी व्याख्या गर्थे मुदित मुख पुर्खाहरू अघि विपत्ता भो जसको लय जलधिमा जीवन बगी पछि हामी प्यारा विविध उनका सन्तति भयौँ धरामा बिस्तारै क्रमसित सबै फैलिन गयौँ बढ्यौँ डाँडा काँडा तक सकल छोपी अलिदिन पछि घट्दै आयौँ नियति बस लाग्यो रकुदिन विधाताको हाम्रा उपर करुणा गौरव छँदै धरित्रीमा अन्धो मनुजकलको जन्म नहुँदै बितेका हाम्रा ती शुभ दिवस याद्दा शुभ घडी थिए मानु भाग्योदय जनित बुट्टा फुल जडी पछि उसले अन्धो मनुज जहिले सिर्जना गर्यो वहाँदेखि हाम्रो सकल कुलमा संशय पस्यो घट्यो आयुर्दाको अवधि भएको संक्रमण भयो कठै हाम्रो हत्या उस मनुजबाटै सुरु भयो खुला युद्ध नाङ्गा विकटपट मैदान छ यहाँ धरित्रीको छाती अपड दुनियाँ चिर्दछ जहाँ वहाँका बासिन्दा अघि सब उनै बान्धव थिए जथाभावी जसको मनुजहरूले जीवन लिए धरा प्यारी छोरी प्रकृति जननी खास उनले दिएका छोरीका उपर खुसी भई शुद्ध मनले थिए नाना रङ्गी विविध तपसी रूप गहना उतार्दा ती सारा मनुज गनियो मूर्ख कमिना सहन्छन् जो बाधा मनुज उस भन्दा सतगुणा सही चरको बाधा जलदसित माघी जलकडा धराको वर्षेनी ज्वर मथर गर्ने सबै नै तपस्वी हुन् यस्ता सुर असुर छैनन् अरू कुनै हुरी आँधी ब्यारी विकट हिम वर्षा र असिना कडालुको धक्का तर तर लगातार पसिना सहन्छन् सम्झन्छन् उस कठिनताको परिणति तपस्वीको एकै व्रत छ दुनियाँको उपकृति सदा त्यो निस्वार्थी व्रत नियम थामी अटल भई रही ठाडै नङ्गा किसिम सङ्गति बान्धव सबै सहन्छन् जो चरको तप विषयको कष्ट कसला कठै उसको दिन्छन् प्रतिफल करौँ तिर बसिला
गरी कब्जा लोहा उपर उसका शस्त्र ननिका निकाली त्यहीद्वारा तपकुसुमका मन्जु कलिला जथाभावी तोड्दै मनुजकुल सर्वत्र छरियो आबादीको चारैतिर चहकिलो रङ्ग भरियो त्यही बढ्दो चढ्दो मनुजहरूको रङ्ग रसमा गयो डुब्दै डुब्दै विपुल कुलको वृद्धि सुषमा रहे बाँकी थोरै हर किसिमको छेदन विधि खडा भो साथै त्यो नगिछै मृत्यु परिधि ठुला सोझा सोझा जरठ तपसी बान्धवहरू कटानीको टाँचा हृदय बिच हेर्दै धुरुधुरु रुँदैछन् ढल्दैछन् उपकरण लाखौँ थरी बनी जगतको गर्दैछन् हर किसिमले मङ्गल पनि कसैको देखिन्छन् शिर विकट नङ्गा र मुडुला कसैका काटिन्छन् कट कट कठै हात डुडुला कसैको ताछिन्छन् कमर बिचरा रक्तमय छन् तपस्या त्यो कत्रो तदपि अब सब आनन्दमय छन् जटा मासु छाला सहित हितको जीवन पनि जथाभावी तोडी अति कठिन हड्डी त कपिनी कसैलाई गर्छन् मनुज खलमा खुब खलल लिनालाई भित्री कठिन तपको अद्भुत बल यहाँ जो बस्छन् घर महल वा गोठ झुपडी कुटी पाटी पौवा मठ विविध शाला कचहडी सबैमा यही हाम्रो कठिन तपको अन्तिम कला म देख्दैछु धेरै किसिमसँग त्यो गर्छ सुकला कडा ग्रीष्म ज्वाला जुन बखतमा खप्त नसकी तपस्वी कल्पन्छन् जलदतिर हेरी जल ढुकी कठै त्यही बेलामा अझ विकट हाला हलसरी डढेलाको ज्वाला मुनुजहरू दिन्छन् हरिहरी कडाती कालैका अति कठिन जिब्रामय तिखा दगुर्दा बस्तीमा उस बखत दावा नलसिखा हुँदो होला त्यस्ता अटल तपसीको कुन गति कठै त्यो हत्याको मनुज कुन सम्झोस् परिणति हवाले दन्केको उस दहनको त्यो लपलपी सहन्छन् वर्षेनी तिनीहरू तिनैको हित जपी तमासा त्यो देख्छन् मनुज तर छन् पत्थर सरी महत्ताको सम्झोस् तपर तपसीको हरिहरी यति भन्दा भन्दै तरुण तपसीका बदनमा प्रभावर्कै दौड्यो सकल बदले रङ्ग छिनमा म हेर्दैछु सारा तन किरण रेखामय भयो ठुलै त्यो चौकीको जरड तरुमा थियो अलपियो बिहानैको चिसो पवन बहनाले सिरिसिरी खुल्यो आँखा देखे सबतिर उज्यालो मिरिमिरी उही चौकी माथि बिजन पथको त्यही रुखमनी रहेछु त्यही कापी कलमहरूकै साथमा पनि उदेकाए फेरि उपरतिर हेरे टुलु टुलु अहो हेर्दा हेर्दै मन मनमा भो ढुलुमुलु पिलायो त्यो कालो सकल अघिको संशय निशा लगाएको देखे तपर तपर तपसीको दश दिशा बिजन बितत पन्था धन्य त्यो वृक्ष धन्य उस तरुवरको त्यो फेदको बास धन्य अविचल तपसिति धन्य त्यो सुक्ति धन्य सतत मनन उसको गर्छ जो त्यो छ धन्य इति एकोनविंशति विश्राम इति तरुण तपसी कवि शिरोमणि लेखनाथ पौडेल फाइनल च्याप्टर डन थ्याङ्क यू